हेलो गाइज नमस्ते टासिडीले म चाहिँ आज फर्स्ट ब्लग मेरो चाहिँ अब यो आज कति मे 10 2025 को दिन फर्स्ट ट्राई हो म चाहिँ ब्लग बनाउन लागेको र खास म चाहिँ साइक्लिङ गर्नु जान लागेको सटरडे परेको छ छुट्टीको दिन मनाउनलाई चाहिँ म ब्लग पनि ट्राई गर्ने फर्स्ट ब्लग कस्तो हुन्छ हजुरहरूले हेर्नु होला यदि राम्रो भने राम्रो पनि नराम्रो के छ कमेन्ट चाहिँ गर्नु नभुल्नु होला है त हस् यहाँ घरबाट स्टार्ट गर्ने हो माथि यो शिवपुरी डाँडा हो यो आर्मी क्याम्प छ माथि त्यहाँसम्म जाने कोसिस गर्छु ठाडो उकालो छ हैन साइक्लिङ गर्ने हो कस्तो हुन्छ हेरौँ यो चाहिँ हाम्रो यता यो विष्णुमती खोला हो यो ठ्याक्कै तल बल्फु हुँदै चोबार निस्किने खोला हो यो चाहिँ यो हेलमेटमा सेटअप गर्ने हो डेलिया कस्तो राम्रो फुलेको है यसबाट यहाँनिर धुपीको बोट कस्तो राम्रो यहाँ गौथलीले गुड लगाएको थियो अन्डा अस्ति तीनटा अन्डा थियो गौथलीको खै मैले साइकल चाहिँ ट्रिङ्सको एक्सर्साइजको लागि किनेको है अस्ति एल्युमिनियम फ्रेममा यसको सपोर्ट छ सन्तुरको अगाडि म्याक्सिसको टाइप छ म्याक्सिसको अनि सिमानोको हाइड्रोलिक गियर हो 1/10 मा हैन यो छ यसको सिमानोको ड्युअल गियर हो लाउड हबमा फुल रोपेको थिएँ मैले घरको अगाडि यो पनि फुल लागेछ अब कहिले फुल्छ अब एक हप्ताभित्र फुल्छ यो पनि यो छ मेरो यो बगनबेली जाडो महिनामा फुल्छ विस्टेरिया प्लान्ट हो यो गेटमाथि दामी फुल्छ साथीहरू फाइनली गोप्रो पनि सेटअप भयो साथीहरू अब जाने यहाँबाट सर जाने यता यहाँ घरको छेउमा चाहिँ ठाडै उकालो छ माथि स्यासेर फ्याफ्या हुन्छ हैन अब यसो माथि नारायण थान हुँदै यो माथि जङ्गलको टुप्पोमा जाने के पसल राख्नु लाग्यो माथि ए ल दामी देखेछ है तर यतिले नि घरको लुक्स कस्तो दामी देखेछ त खतरा लुक्स देखेछ हजुर ए होइन ठिक छ कस्तो राम्रो देखेछ ल यत्रो भिडियो खिचेको त गोप्रोको एङ्गल नमिलेर खत्तम भयो फर्स्ट टाइम यहाँबाट उकालो स्टार्ट स्टोनबाट आयो कालो आयो ठाडो कालो पानी यस बहिनीहरूले किनेको छ ठाउँमा बोकेर अब यो माथि गयो भने आर्मी क्याम्पको जान्छ अब यो टोखा चण्डेश्वरी जाने बाटो यो चाहिँ हामी माथि जान्छौँ ठाडो उकालो मानी पेमे हो गेट बनाउँदै थिएँ आयो साथी हो जङ्गलको बाटो यहाँ आर्मी चेकपोस्ट छ एउटा शिवपुरी राष्ट्रिय निकुञ्जको चेकपोस्ट हो यो
हामी बसिराखेको हुन्छ यहाँ। शिवपुरी नागार्जुन नेसनल पार्क, शिवपुरी, काठमाडौँ। पिलो भाइ पिलो, उकालो। सालक्क भयो गलेर। वाउ कस्तो चिसो, पसिना पुरै निस्किरहेछ। तर ब्रदर आयो साइकल। जाउँ जाउँ जाउँ। वाह आयो कति उकालो, साह्रै उकालो। त रमाइलो हुन्छ यस्तो उकालोमा साइक्लिङ गर्नु। एक्सर्साइजको चाहिँ खतरा है। सबभन्दा बेस्ट एक्सर्साइज साइक्लिङ। स्विमिङ पनि हो, त्यसपछि साइक्लिङ। यहाँ चाहिँ अब गुम्बा हो घर यस्तो छ यहाँभित्र एउटा। हो चिसो हावा। चलो चरो चढो चरो उकालो। निकुञ्ज इलाकामा अत्याधिक रूपमा त्यो पढ्नै पाएन। यहाँदेखि तल हिँड्ने बाटो छ। पहिले पहिले हामी हिँडेर आउँथ्यौँ क्या मर्निङ वाक गर्न। मर्निङ वाकमा बर्खाको सिजनमा त यति जुका यार। हिँड्ने बाटोको छेउछाउमा रेडी पोजिसनमा बस्थ्यो तन्केर। कति बेला मान्छे आयो कि टाँसिहालौँ भनेर। ठ्याक्कै यो यहाँबाट सिधै उता हिँड्ने बाटो छ। यहाँबाट हामी हिँडेर जान्छु क्या, यहाँबाट झरेर। पेल्यो 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 पेल्यो। ओ माई गॉड, ओ माई गॉड। फोक्सो त क्लिन भयो जस्तो छ। हो हुन त अफिस पनि म हप्ताको 2 दिन चाहिँ साइकलबाटै जाने गरेको। अहिले 15-20 मिनट चाहिँ एक्सर्साइज हुन्छ। वाह तिग्रा त पुरै फुलेर आयो त। 2 इन्च चाहिँ बढ्यो जस्तो। ओ माई गॉड। यो बाटो चाहिँ माथि डाँडागाउँ जान्छ। रिसोर्टहरू पनि छ। हल्का ओह्रालो, अलिकति रिलिफ भयो जस्तो। उकालो स्टार्ट भयो। पार्किङ निर्देशित क्षेत्र, नो पार्किङ गरे। अब यहाँ डेटिङ आउने, पार्किङमा बस्ने, फोहोर गर्ने, दारू पिउने, बियर लिएर गर्छन् केटाहरू। त्यही भएर निषेध गरेको। ओह हो जिन्दगी।
हान्यो चर्छ नै यो यस्तो हरन बजाएको आयो आर्मी क्याम्प यहाँ आर्मी गेट आयो अब माथि नजाने जाउँ चलो चलो तर गोप्रोले खिच्नु दिन्न होला यहाँ भिडियो अगाडि चेक पोइन्ट छ चेक जाँच गरेर जानु होला ओ माई गॉड आयो oh my goodness खतरै चले कस्तो चेपेर आउँछ यार अन्त वाउ oh my god wow down 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 सबै डाउन लाउड हो क्या खतरा गराउने down 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 अघि उकालो चढ्दा त मुट्टु नै फुट्ला जस्तै छाती फुटे जस्तो छुट्टी जाँदैछ वाउ साइकल गर्नु त धेरै मान्छे आउँछ यता साइक्लिङ गर्न wow 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 ayo 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 यो भने जङ्गलको बिचमा घर छ यस्तो घर ठाउँमा घर बनाएर बस्नु पाएको रमाइलो हुन्छ त आयो काठमाडौँ पासीको पुरानो छ त्यो बालेश्वर मन्दिर जाने बाटो अरे यता आर्मीको चेकपोस्ट हो ओके अब यहाँबाट डाउन ट्रेल हान्ने हो यो सल्लाहको पातले रात चिप्लिन्छ है चक्का ब्रेक हान्यो कि झ्यापै सल्प चिप्लिने ओ आयो आयो आमा कस्तो चिप्लियो चरो 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 हट वाह कालो चर्यो आमा हो
डाउन ओ माई गॉड चिप्लिन्छ कहाँ चिप्लिन्छ है ओके जाउँ 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 गाह्रो छ ह्यान्डल ठुलो जुन छ सल्लाहको पातले बिचमा रुख छ क्या यहाँ हो अहिले प्रोफेसनल भएको छैन अलिकति साइकल कुदाउँदा त्यही भएर यस्तोमा चाहिँ हल्का सेफली जाउँ ल ब्रेक हान्यो कि सर चिप्लिने ब्रेक हान्यो कि सट्टै चिप्लियो हट झन्डै लगे आम्मा ल मान्छे नछरी कुदाउँदा त्यस्तो चिप्लिन्छ सल्लाहको पारमा लास्टै चिप्लो क्या ओके हात्ती जय पञ्चतन्त्र माताको जय यहाँ मन्दिर छ जय माता की जय अच्छा यहाँ शिवजी हुनुहुन्छ सिंहलिङ्ग यहाँ चाहिँ कुदाउनु पर्ला ल्याएर विष्णुमती खोला यहाँ मुहानमा यहाँ यस्तो सङ्लो पानी छ एकदम धमिलो छ है माथिभन्दा यो खोला तल बस पार्क बल्छी पुग्यो भने कालो न कालो छ है अब यहाँबाट उकालो चले भाइ चलो चलो उकालोमा एउटा चक्का अगाडिको चाहिँ उठाउनु पर्यो तैँले बोक्ने तैँले साइकलले मलाई बोक्ने मैले साइकलले बोक्ने यही त हो एडभेन्चर भनेको तर यस्तो प्रोफेसनल त होइन त्यो पनि रमाइलो छ घरमा क्लिन छ पानी खोला आइपुग्यो पारीको मन्दिर डाँडा माथि उकालो सल्लाहको पात पुरा अहिले झरेर यो बाटोमा छ नि त ओह्रालो त्यो चलाउनै नसक्ने पुरै चिप्लेर लडिहाल्छ यो अप्ठुक सिद्धियो अब बाटो घर कस्तो राम्रो फुलेको यो पर्पल कलर फुल हराउनु छैन टर्निङ हान्नु पर्यो त कस्तो राम्रो फुल मेरो बोसको घर हो ओ लुगा ल लाग्यो युट्युबमा पनि हाल्नुहुन्छ ल एक दुईवटा कुरा राखौँ न त तपाईँको केही छ होइन छैन यता हेरौँ न यता एकदम ड्युटीमा छु हो र हो ए ल भोलिपछि ह्यान्डसम भएर राखिदिनु हजुर अलिक ह्यान्डसम भएपछि राखिदिउँ न आज त अहिले बर्बाद छ नि त मेरो त त बेहाल स्थिति छ नि हो र अनि व्यापार कस्तो छ अहिले व्यापार त अहिले त बर्बादै छ नि त। अपार हो व्यापार कि अपार सिद्धियो ए ल गोजीभरि टन्नै छ टन्नै हो त्यो त राम्रो छ नि है त जाने बाटो घुम्तीबाट
जाने तल्लो फाँसीकोट जाने बाटो यता यताबाट जाने फाइनली आइपुग्यो शिव मन्दिर यहाँबाट ओह्रालो जाने जाने फाइनली घर आइपुग्नु लाग्यो एसीको साउन्ड सब निकालेर बाहिर ओके फाइनली घर आइपुग्यो माथि शिवपुरी डाँडा चढेर है परबाट घुमेर लगभग 1.5 घन्टा लाग्यो घर आइपुग्दाखेरि ओके तपाईँलाई मेरो भ्लग कस्तो लाग्यो होइन तपाईँले लाइक कमेन्ट सेयर अथवा मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है त ओके सी यू बाई बाई टेक केयर